हेलो गाइज, नमस्कार सबैजनालाई, दादा दिदी आमा बुवा। वेलकम टु द माई भ्लग है, रवि सुन्दास भ्लगमा सबैजनालाई स्वागत छ। हामी चाहिँ आज रितालाई इन्डियाको लागि लिएर जाँदैछौँ उपचार गर्न है, इन्डियाको दिल्ली भारत। अब यो चाहिँ सरर हामी बल्खो हुँदै चट्ट एउटा इभी गाडी रिजर्भ गरेर रितालाई लिएर जाँदै, किनभने प्लेनमा अलिकति यस्तो बिरामी हाल्न अलिक गाह्रो हुने रहेछ। अनि सरर हामी सरर लाग्यौँ है दक्षिणकाली कुलेखानीको बाटो हुँदै। ओहो खुसी छिन् रिता। अनि हुँदै जाँदा हामी चाहिँ यहाँ बोर्डरमा आइपुग्यो है। बोर्डरमा यो चट्टसँगले इन्डिया बोर्डरमा आएर चट्ट एउटा स्कर्पियो गाडी हामीले बुक गऱ्यौँ। अनि इन्डियन गुरुजी हुनुहुन्छ। अनि हामीले काठमाडौँबाट इभी गाडी बोर्डरसम्म ल्याएर त्यहाँबाट बिहारको गाडीमा लखनऊसम्म रिजर्भ गऱ्यौँ। ओहो भाडा कति महँगो। अब जुन पाए त्यही उसमा भेकलमा रेलमा लान सकिँदैन हाम्रो म्याडमलाई। म्याडम फेरि वरिष्ठ हुनुहुन्छ है। अब यस्तै छ प्याकिङहरू, अब झोलाहरू सबै हामीले हाल्छौँ। गुरुहरूले पनि कति हेल्प गर्नुभएको क्या, यस्तो हेल्प गर्ने है, हेल्पफुल हुन्छ नि हाम्रो नेपालीहरू। पुरै हेल्प गर्नुभयो उहाँहरूले है। थ्याङ्क यू सो मच। व्हिलचेयरदेखि लिएर सबै कुराहरू हाल्न हेल्प गर्नुभयो। अनि मैले रितालाई उचालेर यो इभी गाडीबाट, नेपालको गाडीबाट स्कर्पियोमा सारेँ। अब के गर्नु, यस्तै छ दुःख सुख जिन्दगीको होइन। जे जस्तो भए पनि अब झेल्नै पर्छ, सम्झौतासँग लड्नै पर्छ। गर्दै जाँदा उसलाई पछाडिको सिटमा कम्फर्टेबल पारेर राखेर हामी त्यहाँबाट निस्क्यौँ। त्यहाँबाट हामी वीरगञ्ज भन्सारबाट निस्क्यौँ। यो चाहिँ रक्सोल है, रक्सोल हेर्न सक्नुहुन्छ है, रक्सोल बोर्डर हो। बोर्डरमा एसएसपी चेकिङ थियो। हामीलाई चाहिँ चेकिङ बिरामी देखेर चेकिङै नगरी पठाइदिनु भयो। ओहो सूर्यास्त हेर्नु कस्तो राम्रो। अनि सरर यस्तो राम्रो भ्यू गरेर हामी हिँड्यौँ स्कर्पियोमा भित्री बाटोबाट। गुरु पनि अब यतैतिरको हुनुहुन्छ रक्सोलको। रेलवे फाटक हो यो, हेर्न सक्नुहुन्छ। फाटकमा चाहिँ रेल नआएको भयो बुवाहरूको यसो गफगाफ भइरहेको छ, कस्तो राम्रो गफगाफ। सरर रिता पनि अब मस्त छिन्। गर्दै जाँदा अब यस्तो कुदाउनु हुँदो रहेछ गाडी होइन। हाम्रो गुरुजीले चाहिँ गाडी एकदम कुदाउने क्या, स्पिडमा कुदाउने। सरर जाँदै गर्दा रात पर्यो। सरर गयो हामी। बाटो त्यही त हो नि इन्डियाको। अब पिजै पिज हुन्छ है, त्यति नराम्रो भन्ने बाटो हुँदैन। अब फेरि गुरुजी चाहिँ एकदम एक्सपर्ट क्या, गाडी यस्तो खतरा चलाइदिने हो कि होइन। स्पिड, फुल स्पिड। बाटोहरू हेर्नु न अब कस्तो चिल्लो छ अँध्यारोमा पनि। अब गर्दै जाँदा हामी यो हाइवेमा निस्क्यौँ है त। चट्ट हामी लखनऊ हाइवेमा निस्क्यौँ। सरर गर्दै जाँदा अब बाटोमा खाना खाने ब्रेक टाइम भयो। रितालाई खाना खुवाउँदै चट्ट आफूले पनि खाएर होइन हामी निस्क्यौँ त्यहाँबाट। सरर निस्क्यौँ। गर्दै जाँदा अब गुरुको चलाइ त्यही हो। त्यही माथि स्कर्पियो कति भाग्छ होला त। हो यसो सोचेँ म पनि ड्राइभर हो होइन। अनि मैले यसो गाडी मैले पाएँ भने कति कुदाउँछु होला भन्ने मनमा भयो क्या मेरो त। अब यहाँ यस्तो हुन्छ, ट्रकको लाइन छुट्टै अनि सानो गाडीको छुट्टै यस्तो हुन्छ। अनि ल हेर्नुहोस् त अयोध्याको श्रीरामको है त, अयोध्याको लखनऊ एक्सप्रेस कति राम्रो छ हेर्नु त ल। ओहो यस्तो बाटो नेपालमा कहिले हुने यार। बाटो त एकदम राम्रो क्या, क्लियर बाटो। यस्तो बाटोमा सरर यो चाहिँ टोल नाका हो है। यो चाहिँ टोल नाकामा चाहिँ अब बाटो त बनायो सरकारले, लगानी त अब उठाउनु पऱ्यो। अब जनतैसँग त भने उठाउने होइन र। ल बत्ती हेर्नु न ल, हेडलाइट त बाल्नुपर्ने जरुरतै छैन क्या, त्यस्तो खतरा। हेडलाइट बाल्नुपर्ने जरुरत छैन भनेपछि कस्तो दामी त। अनि यसो उङ्गिरहेको थिएँ, निद्रा लाग्यो मलाई। अनि यसो मुखसुख भयो मैले। चट्ट गुरुजी पनि निदाउनु लगाएर साइड लाउनु भनेर गएँ मुख पनि। त्यहाँबाट लाग्यो फेरि गन्तव्यतर्फ। लखनऊमा एउटा मेरो साथी यहीँ बिजनेस पार्टनर, पहिले मैले उहाँको गाडी पनि चलाएँ, उहाँ आएर बसिरहनु भएको थियो। लखनऊमा पुगेर होटल बुक गरिदिनु भएको थियो। अनि सरर लखनऊ पुगेर हामी चाहिँ बिहान पख रितालाई अब मेकअप सेकअप रेडी पारेर होइन चट्टसँगले अब राति त्यहीँ बास बस्यौँ। अनि बिहान पख रितालाई रेडी पारेर सरर सबैजना हामी फ्रेस भएर अनि लिएर हिँड्यौँ रितालाई। अब यस्तो अब वजन छ कि के गर्नु, बोक्न पनि अलिक गाह्रै छ, मरिलाई बोक्न नि गाह्रै छ। अब बोकेर सरर साथीले भिडियो बनायो, मैले बोक्दै ल्याएँ। अब
यस्तो अब गर्दै जाँदा त त्यहाँ लिफ्ट भनेपछि भन्नुहुन्छ भने यति सानो लिफ्ट हो कि होइन, 2 जना पनि अट्न गाह्रो क्या। रिता फेरि त्यस्तै मोटी, खाँदा खाँदा मोटी भइसकेको मान्छे। हाँसे हेर न, हाँस्ने मात्र हो काम। बोक्न आफूलाई फेरि पसिना छुटेको छ, यति गाह्रो भएको छ। अब के गर्नु, आफ्नै मनलाई थाहा छ जे छ होइन। फेरि लिफ्ट झर्दै झर्दैन। यस्तो बेला लिफ्ट नझर्दा झन् कस्तो होला त, काखैबाट फस्किने बेला भइसक्यो मरि। अब के गर्नु, अब छोडिदिनु भएन। अब गाह्रो मलाई त पुरै पसिना हुँदै बोकेँ। उसलाई मजा लागेछ, हाँसेर बसेछ। अनि गर्दै गर्दा थाकेँ म त, बसेँ। फेरि उठेर गाडीमा हालेँ, साथी गाडीमा बल्ल हालेँ। त्यहाँबाट लखनऊबाट चाहिँ हामी उता अब दिल्लीको लागि हिँड्छौँ। मिलाएर हाल्यो। होलसेयर पछाडि डिक्कीमा हाल्न खोजेको, नअटेर टेन्सन भएको थियो क्या मलाई त, लास्टै टेन्सन है। के गर्नु, हिँड्यो। त्यहाँबाट हामी रितालाई पछाडि राखेर सिरानी गरिदिएर हामी हिँड्यौँ हाम्रो गन्तव्यतर्फ। हामी दिल्ली हिँड्यौँ। त्यहाँबाट हिँड्दा अब के गर्नु, यस्तै त हो जङ्गलको बाटो। हिँड्दा गाह्रो। आलमबाग हुँदै हामी दिल्ली आइपुग्यौँ। दिल्लीमा अनि मैले पहिला गाडी चलाएर राख्ने हाम्रो ठाउँमा दिदी भेनाजु आफ्नै भान्जी उता आफ्नैले पनि नगर्नु चाहिँ भयो। अनि त्यहाँबाट भान्जालाई त सानोमा देखाएको थियो, अहिले यत्रो ठुलो भइसकेको छ भान्जा लिएर म चट्टसँगले यसो कट्टु सट्टु किन्न त्यहाँबाट बजारतर्फ निस्केँ। सानोमा देखेँ भान्जाहरू, यत्रो ठुलो हुँदा कस्तो होला र गर्दै जाँदा ल बिरालोसँग रितालाई मैले चट्ट रिताको छेउमा बिरालो ल्याएर राख्थेँ। रिता फेरि डराएर कराएर लास्ट। थ्याङ्क यू सो मच। आजको भ्लग राम्रो लागेमा सब्सक्राइब गरिदिनु होला अनि माया गरिदिनु होला प्लिज। थ्याङ्क यू सो मच, धन्यवाद। हजुरहरूको दिन शुभ रहोस्।